उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ ढाका टोपी ल माथिबाट आउँदैछ ल स्वागत छ है दाइ ल हजुरलाई स्वागत छ ल उहाँ पनि हाम्रो वरिष्ठजी हुनुहुन्छ उहाँ त वडा अध्यक्षमा भिड्दै हुनुहुन्छ उहाँ हाम्रो भाइ छ के फालक जैन तमाम के फाल हो जैन इंत उमानी ना सलाम के फालक जैन यूट्यूब अयवा यूट्यूब आता इंत यूट्यूब मौजूद है ओके जैन तमाम हाँ ओके समीर समीर अयवा यस्तो पर्छ यार म अचम्म ल ल ल एकैचोटि कतबाट पर्यो यार तीन चारवटा निस्किदिरहेको क्या यस्तो पर्छ साथीहरू माछा हेलो अनि नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु अनि हामी चाहिँ आज हाम्रो होलिडे छुट्टीकै दिन अनि आज चाहिँ हामी बाहिर निस्किँदैछौँ अनि अहिले चाहिँ हामी यहाँ ओमानको बर्खा भन्ने ठाउँमा छौँ अनि सबैलाई यो भिडियो हेर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद अनि त्यही हो आज चाहिँ हाम्रो घुम्ने प्लानिङ छ हामी आज पनि फेरि समुद्र बिचतिर जाँदैछौँ हेर्दै गर्नु होला अनि हामी त अहिले यहाँ हाम्रो बिल्डिङमा छौँ बाहिरको माहौल यस्तो छ साथीहरू पनि छन् यस्तो छ साथीहरू चाहिँ केटा पठान भाइ कैसा है ठीक है हाँ सब बढ़िया है ना ल ठिक है हाम्रो भुवन भाइ छ हाम्रो हरि साथी पनि यहीँ छन् सब हामी चाहिँ अहिले चाहिँ हामी साथीको वेटिङमा छौँ अझै पनि आएको छैन ढिलो पनि भइसक्यो होइन साथीहरू उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ ढाका टोपी ल माथिबाट आउँदैछ ल स्वागत छ है दाइ ल हजुरलाई स्वागत छ ल उहाँ पनि हाम्रो वरिष्ठजी हुनुहुन्छ उहाँ त वडा अध्यक्षमा भिड्दै हुनुहुन्छ उहाँ हाम्रो भाइ छ ल साथीहरू चाहिँ यतिजना छन् अब साथीहरू अब जाँदै गरौँ ल राम्रो राम्रो भिडियोहरू पनि म तपाईँलाई देखाउँदै गर्छु यहाँ हाम्रो पठान भाइ छ हाम्रो पाकिस्तानको पाकिस्तानको दाइहरू पनि पुरै जाँदैछन् ल जाऊँ त ल साथीहरू हेर्दै गर्नु होला है त ल ग्याङ छ नेपालीको दाइ त ढाका टोपीमा बिहेमा जान लाउनु भएको जस्तो देखिरहेछ यसरी हिँडेपछि नेपालीहरू त यही त हो छुट्टी होइन सबै अरू बेलामा सबै बिजी हुन्छन् आइहाल्यो गऱ्यो हिँड्यो आफ्नो काम गऱ्यो आइहाल्यो गऱ्यो हिँड्यो हाम्रो दाइलाई चाहिँ एकदम वरिष्ठ देखिरहेको छ बिहेमा कता पार्टीमा भने जस्तो देखिरहनु भएको छ दाइ पठान भाइ तुम नहीं जाएगा एयरपोर्ट जाएगा यो पनि घुम्नको लागि जाँदै थियो यसको साथी कहाँ पाकिस्तान जाने रे अनि यो बिचरा जानै पाइएन है ना तू आएन तू अब मुल्क जा रहा है दोस्त को तो छोड़ने के लिए तो जाना पड़ेगा है ना क्या करेगा मजबूरी है हो गया नेक्स्ट टाइम जाएगा मुश्किल नहीं है नेक्स्ट टाइम जाएगा है ना अच्छा अच्छा मैं तेरे लिए बाहर निकला था मैं आज बाहर निकलने वाला आदमी नहीं था अभी मैं सोचा कि आराम से सोएगा मैं सोच रहा था फिर बाद में तू ज़्यादा बार रिक्वेस्ट किया था ना मेरे को है ना तो बाद में मैं बोला कि ठीक है अभी इतना ही रिक्वेस्ट किया ओके ल बाय ल है नेक्स्ट टाइम जाएगा ओके ल हाम्रो हरि सारहरू पनि हरि त यार बिहेमा जान जस्तो देखेछ त हरि साथी साथी ठिक छ त अब घुम्ने पनि पर्यो होइन बिन्दासमा छौँ अनि के भन्छ यो लास्ट छुट्टी होला नि होइन ठिक छ त अब उहाँ साथी हाम्रो हरि साथी चाहिँ अब ड्युटीबाट आएर चाहिँ घुम्न हिँड्ने छ उसको 5 बजे ड्युटी छ 3 बजे ड्युटी सकिन्छ
ड्युटी हुँदा पनि यसरी घुम्नुको मजा भनेको अर्कै छ होइन। तै पनि पीडा पनि त्यत्तिकै छ नि, ड्युटी गरेर आएर घुम्न जानु भनेको त हामी थाकै लाग्छ यार होइन। कैसा है भाइ, सब ठिक है ना, सब बढिया। वेलकम वेलकम भाइ, वेलकम। पेट्रोल पम्प दाइ ढाका टोपी लगाइदिनु नि त, नेपाली ढाका टोपी त छोड्नु हुन्न नि। अनि बल्ल पो यो हो नि त, यो ओरिजिनल नेपाली। अनि दाइ के भनिदिनु नि त एउटा छोटो मिठो हाम्रो यो भिडियो हेर्ने साथीहरूलाई के भन्न चाहनुहुन्छ? परदेशमा बस्ने नेपालीहरू काम गर्ने क्रममा धेरै थकित पनि भइन्छ होइन। घर परिवार छोडेर आएको दुःख सबैलाई छ। अब काम गरिन्छ कहिले अब विकेन्डमा एउटा छुट्टी मिल्दा भाइ साथी भएर मिलेर यसरी जाँदा घुम्न जाँदाको एउटा छुट्टै रमाइलो पल पनि हुन्छ। काम गरेको दुःखहरू पनि त्यही भएर ठिक छ, रमाइलो छ। परदेशमा यस्तै हो। हाम्रो यो घुमघाम देखेर यो रमाइलो देखेर साथीहरू चाहिँ नझुक्किनु होला है। अलिक दुःखै हुन्छ है। ल ठिक छ ल, घुम्न सक्नेले ट्राई गर्दा भयो है। ल ल साथीहरू, अब चाहिँ हामी सिधै तपाईँलाई समुद्र बिचतिर देखाउँछु, हेर्दै गर्नु होला है त। एकदमै ल के एउटा छोटो के भन्न चाहन्छु भने हाम्रो यो भिडियो हेर्ने साथीहरूलाई चाहिँ तिमीले के भन्न चाहन्छु अनि के सुझाव दिन चाहन्छु ल भन्नु। पहिलो कुरा त मेरो ड्युटी बिहान 5 बजे सकेर गएर 3 बजे सकेर म रुममा आइपुगेँ। साथीहरू सबैजना छुट्टी रहेछ। अनि साथीहरूको एकदमै मन जित्न नसकेर है, साथीहरूको मन जित्न नसकेर साथीहरूलाई अब समय दिएर पनि घुम्न आइयो। यसको लागि म एकदमै ऊर्जाशील छु है, एकदमै खुसी नै छु। त्यस्तो नराम्रो छैन। साथीहरूसँग घुम्न पाउँदा, सबैसँग रमाउन पाउँदा एकदमै खुसी छु। यसको लागि मैले समय दिएको दिन्छु। ल यो भिडियो हेर्ने साथीहरूलाई के भन्न चाहन्छु? यो हाम्रो भिडियो हेर्ने साथीहरूलाई सर्वप्रथम पहिला लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, सबै सम्पर्क पुर्याइदिनु होला भन्न चाहन्छु। र हेर्ने नयाँ जतिले सबै हेरेर पनि लाइक चाहिँ अनिवार्य गरिदिनु होला, सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। यति भन्नु, धेरै धेरै धन्यवाद। दावा सोल्टी ल दावा के भन्नु छ हाम्रो दावा सोल्टीलाई? ठिकै छ, एक दुईटा जाओस् न तिम्रो पनि। मैले के भन्नु यार, भिडियो हेर्ने साथीहरूलाई के भन्न चाहनुहुन्छ? अनि यसरी घुम्दाखेरि धेरै दिनपछि यसरी ग्यादरिङमा घुमिरहेको छौँ होइन। अनि यो भिडियो हेर्ने साथीहरूलाई के भन्न चाहन्छु? भिडियो हेर्ने साथीहरूलाई भन्न चाहन्छु लाइक सब्सक्राइब गर्नु होला होइन। काम गरिरहेछ, दुःख गरिरहेछ, छुट्टीको दिनमा यसो इन्जोय त्यो होइन। सधैँ डिप्रेसनमा त बस्नु भएन, काम गर्नु पऱ्यो होइन। कहिलेकाहीँ इन्जोय नि गर्नुपर्छ भन्न चाहन्छु। ल यति हो मेरो कुरा। धेरै धन्यवाद है। अनि हाम्रो उता हो, हेलो हेलो मिस्टर हिरोहरू हो। ल अब हाम्रो लिल दाईको पनि उहाँ अब बिहामा जान लाउनु भएको जस्तो देखेको छ। ल दाइ एउटा मिठो जाओस्, एउटा हाम्रो भिडियो जसले पनि अन्तिममा हेर्नु भएकोलाई धेरै धेरै धन्यवाद। अनि भिडियो हेर्ने साथीहरूलाई के भन्न चाहन्छु? फेरि पनि तपाईँको भ्लगमा नमस्ते सबैजनालाई। यो भ्लग हेर्ने सबैजनालाई पनि नमस्ते है। अब आज विदेशको बसाइमा हाम्रो घुमघाम हुँदैछ। सबै ड्युटीबाट आज अफ, आज ड्युटी छैन, रमाइलो भइरहेछ। अब दुःख काम गर्दा गर्दै कहिलेकाहीँ छुट्टी पाउँदा दुःख भुलाउने बाटो यो घुमघामले हामीलाई साथ दिइरहेछ। त्यो हुँदा रमाइलो छ। सबैले रमाइलो मानेर यो भिडियो हेरिदिनु होला, साथ दिनु होला। उहाँलाई अब फलो सब्सक्राइब सबै गरिदिनु होला है। ल धन्यवाद। तपाईँलाई पनि 2-4 वचन राखिदिनु भएकोमा दाइ। 2, 4, 6 जना छ। 6 जनामा कसरी जानु अब? भाइ दाइ कति भनेछ? 500 भन्छ। हामी उतै नजानी त 500 त धेरै भयो त। जानु त अनि 300 मा लगिहाल्छ त्यो ट्याक्सी। 400 Malik, three men this car, another car free me. Where? This car free. ترى عارفين ان احنا يوم يقتلون قد انا عملت 6 جنا النور نص ريال ما يدفعوا بعد ما طلعنا احنا بغينا 400 واحد 400 عندي 6 आदमी موجود है। 6 आदमी 4 आदमी مني 4 आदमी مني يلا
मुस्किल न ओ हुन्छ 2 जना 3 जना यता 2 जना ट्याक्सी स्ट्यान्ड के रे सामान किन्यो भने चाहिँ उतै जान ट्याक्सी स्ट्यान्ड जान त 300 मा लान्छ त अरूले भित्र गयो भने फोक्छ भित्र पछि हिँडेर जाउँ ल 5 मिनेट त हो नि हुन्छ नि त ल खै भन नि त ल चलो त माउसी अच्छा सिक्ता आदमी मौजूद है बस माफी ज़्यादा दूर आता बस टैक्सी स्टैंड Same, Baba, same. Taxi stand? या टैक्सी स्टैंड Okay, 300. oh yeah I got me. This is my bag. yeah 4. yeah okay no problem okay. only taxi stand okay ल 300 ल डिल ल साथीहरु हामी जाँदै छौं अब हामी ल 3 जना यता 3 जना उता त गरौँ नि त है ल साथीहरु हामी जाँदै छौं अब गएर टक्क लाएर धेरै लेट भएछ ल म अगाडि बस्छु भाइ है ल लेट्स गो केटा हो ल सलाम अलैकुम बस अलहम्दुलिल्लाह जेन अब साथीहरु हामी चाहिँ अब टक्क लाएर अब जान लाग्यौं अब आजको प्लानिङ त के छ भने साथीहरु आज चाहिँ माछा मार्ने प्लानिङ छ हैन माछा या मर्छ मर्दैन त्यो थाहा छैन अब माछा मार्ने भन्ने एउटा प्लानिङ छ अब हेरौँ के हुन्छ अब समुद्रमा माछा मार्न चाहिँ अलिकति गाह्रो त गाह्रै छ तै पनि हेरौँ कस्तो कतौटा मर्छ म मार्यो भने चाहिँ तपाईहरुलाई म देखाउँदै गर्छु हेर्दै गर्नु होला यहाँको भ्यू चाहिँ है त ट्याक्सी स्टेसनमा आइसक्यौँ यहीसम्म हाम्रो चाहिँ ट्याक्सी स्टेसन चाहिँ खासै ठुलो पनि छैन सानो छ यो यता चाहिँ ट्याक्सी स्टेसन चाहिँ अनि यहीसम्म चाहिँ यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ साथीहरु यहाँबाट चाहिँ भित्र छिर्नुपर्ने हुन्छ यहाँबाट गयो नि हुन्छ उताबाट गयो नि हुन्छ ए यताबाट जाने होइन यताबाट ल जाम त ल साथीहरु पुरै यहाँ चाहिँ ओमनको फ्ल्याग पुरा उडिरहेछ यो चाहिँ मस्जिद हो यता चाहिँ पुरै खाली छ यार पुरा बिन्दास छ यहाँ चाहिँ मस्जिदहरू छ ठाउँ चाहिँ यहाँ पुरै खाली रहेछ यो त एउटा के भन्छ हाम्रो त्यो मार्केट जस्तो रहेछ कि यता चाहिँ यहाँ पुरै उस लाग्दो रहेछ यार यहाँ बङ्गालीहरूको र ओमानीहरूको चाहिँ यहाँ चाहिँ पुरै हाट बजार लाग्यो जस्तो हुँदो रहेछ यहाँ चाहिँ हो यो पुरानो एउटा के उस होला कि यो चाहिँ के लास्टै पुरानो परेवा नै परेवा छ माथि चाहिँ केटाहरू जसरी हिँडिरहेछ ल ठिक छ त यहाँ चाहिँ कन्स्ट्रक्सन लाइनको साथीहरु हामी चाहिँ अगाडि बढ्दै के फालक जैन तमाम के फाल हो जैन इंत ओमानी ना Omani. हाँ Erit sabah. what's up ba Erit sabah. Swimming. swimming आयो swimming Vale. ओमानी माफी बराबरी त मालूम Thank you. वेलकम हाँ सलाम वालेकुम सलाम के फालक जैन Alhamdulillah. أقول لك يا موسم قناة हाँ موسم मोसो هذا يوتيوب यूट्यूब आयो موسم قناة यूट्यूब आता इंत यूट्यूब मौजूद है ओके जैन तमाम हाँ ओके समीर समीर आयो ल साथीहरु यहाँ चाहिँ पुरै फुटबल खेलिरहेछ दुई तीनटा ग्रुप छ यहाँ पनि खेलिरहेको छ उता पनि खेलिरहेको छ हैन अनि
यो चाहिँ यहाँ यस्तो छ माहौल चाहिँ हाम्रो त कोही हेरिरहेको छन् होइन। ल साथीहरू फाइनली अहिले चाहिँ हामी समुद्रमा आइसक्यौँ। पुरै यहाँ त ठुल्ठुलो यहाँ ग्रुप धेरै छ फुटबल खेल्नेको चाहिँ टन्नै छ ग्रुपहरू चाहिँ। यता चाहिँ ठाउँ यस्तो खाली छ साथीहरू, यताको ठाउँ चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। पुरै यता पुरै खाली छ साथीहरू। यहाँ त कोही सेन्टी पाराले बसिरहेको छ। साथीहरू यहाँ अगाडि चाहिँ पुरै साथीहरूले माछा मारिरहेको छ। हामी त्यहाँ अगाडितर्फ गइरहेको छौँ। अब त्यहाँ पहिल्यैदेखि आएकोले चाहिँ मारिरहेको होला, हामी भर्खर आएका छौँ। अब हामीले त्यस्तै हो, हामी त हेर्ने मात्र। हेर्नु न त्यहाँ यसरी माछा मारिरहेको छ क्या। अब तानेछ तरिकाले माछा मारेको साथीहरू यार। अन्त अहिलेसम्म देखेको थिएन यसरी माछा मारेको त होइन। ल साथीहरू हामी माछा मारेको हेर्ने ठाउँमा जाँदैछौँ। यहाँ माछा मारेको नि हेरिदिउँ। ओ नारायण ल को रहेछ भनेको त नारायण पो रहेछ यार। ल ओ के छ भाइ, के छ आरामै छौ? हो ल ठिक छ। ल के छ छुट्टी आज? ए हामी साथीहरू त ल हो ल हाम्रो पनि दिउँ त हो। दाउसोल्टी निकाल न। कहाँबाट झर्नु त यार, झर्ने ठाउँै देखिन त यार। अनि कहाँ हो त नारायण साथी तिमी त यार? मान्छे त पुरै गायब देख्छु त म त। खै ओ आमा हो र? खै हट त। ओ माई गड यत्रो माछा, खत्रै माछा, ताजा ताजा माछा यार। के माछा हो यार यो त? साइडमै बस्नु पर्यो यार, मै पऱ्यो भने फेरि भेदा हुन्छ। आमा ल साथीहरू ल माछा पुरा परिरहेको छ। ल हेर्नु न ल टन्नै पर्दो रहेछ माछा त यार। कति किलो भयो भाइ? 4-5 किलो भयो? आमा म त्यत्रो माछा मारिसकेको छ यार। परिरहेछ ल हेर्नु न। हो यसरी माछा मारिरहेको छ साथीहरू। हामी एउटै कम्पनीमा काम गर्ने चाहिँ साथीहरू। अनि आज छुट्टी भएको भएर चाहिँ सबैजना माछा मार्नु। ऊ आमा हेर्नु न हेर्नु त्यहाँ। ल ल ल ल ए टन्नै मर्ने रहेछ यार। ल हाने अनुसारले एउटा निस्केकै छ क्या। ल ल स्लिप भइरहेको। ए यसरी म अहिले भर्खर हाने होइन। ल हेर्नु है निस्केकै हुन्छ, निस्किन पनि भन्नु। ल निस्केकै हुन्छ क्या एउटा 1-2टा त क्या। ल ऊ आयो। ल हेर्नु ल हेर्नु ल भने होइन त यस्तो पर्छ यार। म ल ल ल एकैचोटि कतबाट पऱ्यो यार। 3-4 निस्किदिरहेको क्या। यस्तो पर्छ साथीहरू माछा। अनि यहाँ छुट्टीकै दिनमा त यहाँ त बिजनेसै गऱ्यो भने मालामाल हुन्छ हो। ल साथीहरू यस्तो छ माहौल होइन। त्यहाँ फेरि डान्सका डान्स बस्नु बस्दा हुन्छ। ल बसौँ ल सबैजना बसौँ। बिर्को लगाऊ न। बिर्को यहाँ छ त। माछा मार्ने बल्छी लिएर आयो तर केटाहरूले त्यो बल्छी मात्र भएर हुन्छ नि, अरू त्यहाँ सेटअप गर्नु पर्दैन। अनि कहाँ बल्छीले
अनि बल्छी लिएर आउने अनि माछे अनि कसरी मार्ने थाहै छैन केटाहरूको माछा मार्ने तरिका देखेर म छक्क एकैचोटि 5-6 पार्तिर त्यस्तो हान्ने पछि पऱ्यो हान्ने पछि पऱ्यो यार अर्कोचोटि त हामी नै आउनु पर्ला जस्तो छ टाइम मिलाएर चाँडै आउनु पर्छ लगभग प्रायः तपाईँको छुट्टी समय पर्छ लगभग पर्छ धेरै जसो पर्छ के अरे अरू नेक्स्ट टाइम चाहिँ माछा मार्नै आउनु पर्ला जस्तो है त चाँडै हिँड्नुपर्छ 3 बजीतिर 4 बजीतिर आउने 4 बजे 1 बजे 3 बजे चाहिँ यहाँ आइपुग्नु पर्छ कि बल्ल टाइम पुग्छ यो अब आएको 1 घन्टा भयो ननिकालेको अनि आज के ड्युटी सकेर कि अहिले ड्युटी जाने के भन्छ मान्छे त हो र ड्युटीमा यार मान्छे त यस्तो यार है ड्युटी नि गर्ने यता नि आउने उता नि तिमी चारैतिर भ्याइदिनु रहेछ त ल रमाइलो भयो साथीहरू आज चाहिँ होइन अनि अब माछा नमारे पनि जे होस् आयो माइन्ड फ्रेस भयो है घुमघाम पनि गरियो अनि त्यही साथी अब म भिडियो पनि एन्डिङ गर्छु होइन जसले पनि यो भिडियो भएको छैन मनदेखि नै धेरै धेरै धन्यवाद नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु होला यदि भन्दा म आजलाई बिदा लिन्छु थ्याङ्क्स फर वाचिङ किप लभिङ बाई बाई